पहाडको काखमा बसेको सानो गाउँ भिरगाउँमा एउटा कठोर र डरलाग्दो परम्परा थियो। गाउँको छेउमा बग्ने ठूलो खोल्साको किनारमा एक भयानक राक्षस बस्थ्यो। धेरै क्रूर र निर्दयी राक्षस, जसले प्रत्येक वर्ष गाउँबाट एकजनाको बलि नदिए पानी सुकाइदिन्थ्यो, जसका कारण खेतहरू बाजा हुन्थे र रोग फैलिन्थ्यो। नचाहेर पनि गाउँहरूले एक वर्षमा एकजनाको बलि दिनुपर्ने कठोर परम्परा मन्न बाध्य थिए। त्यसैले हरेक वर्ष गाउँमा एक परिवारको पालो आउँथ्यो। जसको पालो पर्थ्यो उसैले आफ्नो परिवारबाट एकजनालाई बलिका लागि पठाउनु पर्थ्यो। त्यही गाउँमा शङ्कर नामको एक साहसी युवक बस्थ्यो। ऊ शिकार गरेर परिवार चलाउँथ्यो। उसको घरमा आमा बुवा र उसकी अति प्रिय अत्यन्तै सुन्दरी श्रीमती बस्थे, कुसुम। कुसुमका कपाल यति लामो थिए कि भुइँमा झर्थे। उनी केवल सुन्दरी मात्र नभई मायालु र कर्तव्यनिष्ठ पनि थिए। प्रत्येक साँझ शङ्कर शिकारबाट फर्किँदा कुसुम घरको ढोकामा पर्खेर बस्थे। बाहिर आएर मायालु बनी पानीले शङ्करका हात खुट्टा धोइदिन्थिन् र मुस्कुराउँदै भित्र ल्याएर खाना खुवाउँथिन्। तर यो वर्षको बलिको पालो शङ्करको परिवारमा परेको थियो र गाउँलेहरूले निर्णय गरेका थिए यसपटक बलिका लागि कुसुम जानुपर्छ। त्यो दिन साँझ पर्न लाग्दा शङ्कर शिकारबाट फर्कियो। तर आज घर अगाडि कुसुम थिएन। ढोका सुनसान, आँगन चिसो। कुसुम, शङ्करले बोलायो। कुनै उत्तर आयो। ऊ आतिँदै कोठातिर गयो। कोठाभित्र कुसुम भुइँमा बसेर रोइरहेको थियो। आँसुका थोपाहरू उनको लामो कपालमा झर्दै थिए। शङ्कर झस्कियो र नजिकै बसेर भन्यो, कुसुम, के भयो? किन रोइरहेको तिमी? केही भयो? कुसुमले टाउको उठाइन्। उनका आँखाहरू रातो भइसकेका थिए। शङ्कर, म अब धेरै दिन हजुरको साथमा बस्न पाउने छैन। शङ्कर चकित भयो। के भन्यौ तिमीले? यस्तो अशुभ कुरा नगर। कुसुम रोइरहेकी स्वरमा बोलिन्। यो वर्षको बलिमा हाम्रो परिवारको पालो परेछ र गाउँलेहरूले मलाई रोजेका छन्। कोठाभित्र सन्नाटा छायो। बाहिर हावाको सुस्केरा मात्र सुनिन्थ्यो। शङ्कर भर्याङबाट खसे झैँ झसङ्ग भयो। उसले काँपेको स्वरमा भन्यो, होइन, त्यो हुनै सक्दैन। म तिमीलाई कदापि काटिन वा मर्न दिन्न। कुसुमले आँसु पुस्दै भनिन्, यो त गाउँको रीत हो शङ्कर। यदि म नगए भने गाउँमा पानी सुक्छ रे। सबैले मलाई दोष दिनेछन्। गाउँको रीत मानिसको जीवनभन्दा ठुलो हुँदैन। शङ्कर दृढ स्वरमा बोला, म तिमी बिना बाँच्न सक्दिनँ। तिमी मेरो सास हौ, मेरो संसार हौ। कुसुमले शङ्करको हात समात्यो। तर तिमीले गाउँसँग लड्न सक्दैनौ। त्यो राक्षसले कसैलाई पनि बाँकी राख्दैन भन्ने सुनेको छु। शङ्करको आँखामा आगो झल्कियो। राक्षस जति ठुलो भए पनि माया र साहसभन्दा ठुलो हुँदैन। यदि आज हामी चुप लाग्यौँ भने यो रीत कहिल्यै अन्त्य हुँदैन। कुसुम चुप भए। तिमी के गर्न चाहन्छौ? शङ्कर केही बेर सोचेर बोल्यो, आज राति जब गाउँ सुत्छ हामी यहाँबाट भाग्नेछौँ। नयाँ ठाउँमा नयाँ जीवन सुरु गर्नेछौँ। म तिमीलाई बचाउनेछु, चाहे ज्यान नै किन बचाओस्। कुसुमको आँसु रोकियो। उनले हल्का मुस्कान दिए। साँच्चै तिमी मलाई छोड्ने छैनौ? कहिले होइन। शङ्करले उनको निधार चुम्दै भन्यो, म तिम्रो रक्षक हुँ। त्यो रात गाउँ अँध्यारोमा डुबेको थियो। टाढा खोल्साको किनारबाट कहिलेकाहीँ डरलाग्दो गर्जन सुनिन्थ्यो। शङ्करले धनुष र केही आवश्यक सामान बोक्यो। कुसुमले अन्तिम पटक आफ्नो घर हेरे, जहाँ उनीहरूको सम्झनाहरू थिए। तयार छौ? शङ्करले सोध्यो। कुसुमले टाउको हल्लाइन्। जहाँ तिमी छौ त्यही मेरो घर हो। दुवैजना चुपचाप गाउँको सिमाना पार गर्न लागे। पछाडि छोडिएको थियो डरलाग्दो रीत, अन्याय र मृत्युको छाया। अगाडि थियो अज्ञात बाटो, तर आशाले भरिएको भविष्य। रात गहिरिँदै थियो। आकाशमा टल्किरहेका ताराहरू मात्र उनीहरूको यात्राका साक्षी थिए। शङ्कर र कुसुम जङ्गलको अँध्यारो बाटो हुँदै नदीको किनारतिर अघि बढिरहेका थिए। उनीहरूलाई थाहा थियो अब फर्किने बाटो छैन। नदीको बहाव शान्त तर गहिरो थियो। त्यसैको किनारै किनार हिँड्दै उनीहरू अघि बढिरहे। जङ्गल बाक्लिँदै गयो। बाटो झन् निर्जन बन्दै गयो। चराचुरुङ्गीको आवाज मानौ हराए झैँ भयो। केवल पानीको मधुर धुन सुनिन्थ्यो। केही दिनको कठिन यात्रापछि
उनीहरू नदीको अन्तिम छेउमा पुगे, जहाँ विशाल झरना आकाशबाट झडे जस्तो गर्जिँदै तल खसिरहेको थियो। सेता फेनले चट्टानहरू ढाकिएका थिए। झरनाको दायाँपट्टि अग्लो चट्टानमा एउटा सानो गुफा देखिन्थ्यो, मानौ प्रकृतिले नै गोप्य आश्रय बनाइदिएको जस्तो। त्यो गुफामा पुग्ने बाटो भने सजिलो थिएन। सिधा चट्टान चढ्न असम्भव जस्तै थियो। शङ्करले कुसुमतिर हेरे। कुसुमका कपाल असाधारण रूपमा लामो, कालो र चम्किला थिए। हामी यहीँ सुरक्षित हुनेछौँ, शङ्करले विश्वासका साथ भने। कुसुम गुफाको छेउसम्म चट्टान समाउँदै माथि पुगिन्। त्यसपछि उनले आफ्नो लामो चुल्ठो तल झारिन्। तल उभिएको शङ्कर त्यो चुल्ठोलाई समातेर बिस्तारै माथि चढे। त्यो गुफा साँच्चै सुरक्षित थियो। झरनाको आवाजले बाहिरका सबै आवाजहरू बोलिन पारिदिन्थ्यो। बाहिरबाट कसैले सजिलै देख्न पनि सक्दैनथ्यो। गुफामा सधैँ चिसो हावा बहिरहन्थ्यो र तल बगिरहेको नदीले उनीहरूको प्यास मेटाइरहन्थ्यो। दिनहरू शान्त रूपमा बित्न थाले। शङ्कर जङ्गलतिर शिकार जान्थे, फलफुल टिप्थे र सास परेपछि गुफामा फर्किन्थे। कुसुम आगो बाल्थिन्, खाना पकाउँथिन् र कहिलेकाहीँ झरनाको छेउमा बसेर गीत गुनगुनाउँथिन्। त्यो एकान्त जीवनमा उनीहरूले सानो संसार बसालेका थिए, डरबाट टाढा, मानिसहरूको लोभबाट टाढा। तर नियतिले शान्तिलाई धेरै समय टिक्न दिएन। एक दिन बिहान कुसुम झरनाको तलपट्टि नदीमा नुहाउन गइन्। उनको लामो कपाल पानीमा लहरिएर नाचिरहेको थियो। अचानक ती कपालका केही रेसाहरू पानीसँगै बग्न थाले। कुसुमले ध्यानै दिएनन्। ती कपाल नदीको बहावसँगै धेरै टाढा बगे। धेरै तल नदीको किनारमा एउटा सम्पन्न राज्य थियो। त्यस राज्यका राजा थिए बलदेव। एक दिन बिहान एक माझी नदीमा जाल हालिरहेको थियो। अचानक उसको बल्छीमा केही अड्कियो। उसले तानेर हेर्दा लामो, असाधारण रूपमा सुन्दर कपालको रेसा देखियो। यस्तो लामो कपाल, यो कसको हुन सक्छ? ऊ अचम्मित भयो। त्यो खबर गाउँभरि फैलियो। अन्ततः त्यो कुरा राजदरबारसम्म पुग्यो। राजा बलदेवले सभा बोलाए। यो कपाल कसको हो? यस्तो अद्भुत कपाल भएको स्त्री हाम्रो राज्यमा हुनै पर्छ, उनले घोषणा गरे। तर कसैले उत्तर दिन सकेन। त्यही सभामा एक बुढी महिला थिइन्, जालजेल गर्न जान्ने, चालाक र रहस्यमयी। उनले कपाल नियालेर भनिन्, महाराज, यो कुनै साधारण स्त्रीको होइन। यो स्त्री यो राज्यमै छैन। राजाले तुरुन्त घोषणा गरे, जसले त्यो स्त्रीलाई भेटाउँछ उसलाई ठूलो इनाम दिइनेछ। बुढी महिला मुस्कुराइन्। उनलाई इनाम मात्र होइन, रहस्य खोल्न लोभ पनि थियो। भोलिपल्टै उनी नदीको किनारै किनार हिँड्न थालिन्। दिनभरि हिँडिन्। जङ्गल बाक्लिँदै गयो, बाटो कठिन बन्दै गयो, तर उनी रोकिनन्। अन्ततः उनी विशाल झरना सामु पुगिन्। गर्जिँदो पानी, अग्लो चट्टान र माथि धुम्म देखिने सानो गुफा। उनका आँखामा चमक आयो। रहस्य यही छ, उनले बिस्तारै भनिन्।